हेलो गाइस, आजको सेकेन्ड ब्लगमा ल यहाँ कतारको चाहिँ इलेक्ट्रिकल बस खडा भइराखेको छ। यो पार्किङ भयो, यो रातो बाटो यहाँ पुरा बस आएर खडा हुने ठाउँमा रातो बनाइदिएको हुन्छ। अरू गरेर अरू गाडी रोक्न मिल्दैन, यही मात्रै रोक्ने हो। अनि तपाईँहरूलाई देखाउँदैछु ल हेर्नु, यो बस पार्किङ। कसैले त्यहाँ गाडी राख्यो भने ल हेर्नु, ट्याक्कै उठाएर लाने भनेर साइन दिएछ। ठिक छ गाइस, अब यहाँ बसहरू कतारको लोकल बस यो हो, इलेक्ट्रिक बस। न कुनै साउन्ड, न कुनै केही प्रब्लम। यो हाम्रो किङ कलेज हो गाइस। यताबाट बाटो हो, यो यहाँको इबी किङ कलेज हो गाइस। यो हाम्रो बस भयो, यहाँको लोकल बस। ल हेर्नुहोस्, किङ कलेज तपाईँलाई मैले देखाउँछु। हाम्रो किङ कलेज यहाँको पार्क गाइस। ल हेर्नुहोस्, फुल हेर्नुहोस् गाइस। ए म हिँडिरहेको अवस्था छ यो पार्कमा। कस्तो आइरहेको छ भन्नु होला, मैले देखेको छैन, तपाईँले देख्नु भएको छ। खजुरको बुटाहरू देखिराख्नु भएको छ। ल हेर्नुहोस् कस्तो दामी छ, यो यहाँको लोकल बस हो। एकछिन यहाँ आराम गरिरहेको अवस्था छ। फुलहरू हेर्नु कति दामी दामी छ। अनि अब यसो खुट्टा तन्काउनु पऱ्यो भनेर हिँडेको, खानासाना खाएर होइन। कति दामी छ हो फुल, हेर्नु न। वाइट फुलहरू, अझै पनि फुलहरू छ यहाँ। गार्डनहरूमा जसले पनि आफूले आएर एक्सर्साइज गर्न मिल्ने सब उपकरणहरू राखिदिइराखेको छ। हाम्रो देशमा खास यस्तै हुने हो नि। ल हेर्नुहोस्, अब यसमा यताबाट गएर गर्ने उपकरणहरू भयो होइन। एक्सर्साइज गर्नको लागि यस्तो यस्तो हल्लारी, यस्तै हल्लाहरू मिल्यो। यसमा दुईवटा खुट्टा राखेर गर्न मिल्यो। अनि यसमा बसेर ब्याङ्की जस्तो यो अब बडी बनाउनको लागि तल कस्तो राम्रो प्लास्टिकको फर्स हालिदिइराखेको छ ताकि केही नहोस् नि त होइन। हामीले अब यहाँ आएर पहिले मैले टन्नै भिडियो बनाइराखेको थिएँ। अहिले हेर्नुहोस्, ल हेर्दै जानु है। ल यो हिँड्यो, ल हेर्नु कस्तो दामी छ। यहाँको कतिसम्म हेर्नु है, बारीमा थुल्छु है त, जुम गरेर। सुन्नु गाइस, ल हेर्नुहोस् दामी छ, दामी छ। नदी कतार कतार एकदम राम्रो। खजुर फल्न लगाइसक्यो, तपाईँलाई खजुर देखाउँछ है त। ल हेर्नु, अब खजुर फुल्न लगाइसक्यो। अब गर्मी सुरु हुन्छ। यो खजुर फुल्न लाग्यो अब सब बुट्टामा। ल खजुर फुल्न लागिसकेको अवस्था छ। अनि फुलहरू पनि अझै यति राम्रो छँदैछ नि, फुलहरू त अझै एकदम दामी छ। खजुरहरू अब टक्क है, कस्तो दामी है, यो पुराना जस्तो छ है। ल हेर्नु त, आमामामा क्या दामी हो, एकदम राम्रो। यो हाम्रो किङ कलेज, म तपाईँलाई यहाँबाट जुम गरेर देखाउँछु है गाइस। हामीले बनाएको कलेज हो यो, किङ कलेज दोहा। हामीले गरेको साइट हो, हामीले बनाएको। अहिले त सकिसकेछ साइट गाइस। यति नै हो आजलाई। म 4 मिनट 30 सेकेन्डमा यो भिडियो एन्ड गरिदिन्छु। अनि म एकछिन यहाँ एक्सर्साइज गर्छु यसमा। अनि दामी छ यहाँ, सबैतिर लाइनहरू लगाइदिएछ। सब सिस्टम छ, सिस्टमिक तरिकाले चलिरहेछ देश। त्यस्तो जलेपाताले त्यसरी गर्ने छैन। एकदम दामी छ गाइस। मेरो गाडीमा पर खडा छ। यो भयो हाम्रो स्टोर भयो त्यो पारिको। यो होला बाई गाइस। अब 5 मिनट पुरोनै पर्ने भयो जस्तो छ। यता घाम पनि आइरहेछ। हाम्रो किङ कलेज बसहरू भयो, स्कुलको बसहरू। भोलि पर्सिबाटै आइतबारदेखि चल्ने अरे स्कुल भन्ने सुनेको छु। पर्याहरू कति राम्रो यहाँ खेलिरहन्। ल हेर्नुहोस्, ठ्याक्कै 5 मिनटमा मैले कटिङ गरिदिन्छु है गाइस।